कान्छे कस्तो छ ठिक छ के खाँदैछौ मासु अनि के हो थाहा छैन एक थाली लगाउँछौ कान्छे तिमी यो को हो यो कान्छे के छ ठीक छ गुरुबा के खाँदैछौ मजा आयो कस्तो भयो मासु पुलाउ अगायो भने अगाइ कस्तो भयो त पिकनिक अनि मजा आयो यो कान्छे को हो यो को हो दुईटा अनुहार त देखाउँ न यता अनि थप्न त नजाने कोही नथप्ने नि थप है नलजाउ ल ए जाऊ न जाऊ के जाऊ थप्न जाऊ कस्तो भयो तिमीहरूलाई कस्तो हुँदैछ एउटा थालमा दुई दुईजना एकदम जाऊ थप थप अब जा थप आइज म थपिदिन्छु यहाँ पुरा ग्याङ बसेर खाइरहेको छ यहाँ एकदम ग्याङमा यहाँ सबैभन्दा हेन्सम सुमन भण्डारी यहाँ अर्को के गर्दैछ यहाँ एकदम हेन्सम यो क्लासको हेन्सम बोय हो एकदम हेन्सम के छ उज्जवल भन त ल कस्तो छ पिकनिक कस्तो उज्जवल एकदम लजावती एकदम लजाउने मान्छे हो यो एकदम गफाडी हो यो के छ तिमीलाई कस्तो हुँदैछ के छ अगायो खै त खाइएन आयुष 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 बाख्रादेखि डरेर भाग्दैछ यो आयुष भन्ने मान्छे चाहिँ यहाँ चाहिँ के थपिदिँदै हुन्छ तपाईँ खबर के छ भन्नु त ल ठिक छ तपाईँ के थपिदिँदै हुनुहुन्छ म यो बिरानो थप्दैछु सलादमा लागि यसो ल ठिक छ के छ कान्छीहरू खबर कान्छी तिमी चाहिँ कहाँ लड्यौ पछाडि त पुरै लडे जस्तो छ त नि कान्छी कस्तो हुन्छ तिमीहरूको पिकनिक भन त एकदम रमाइलो के छ भने सर जाऊ थप्न जाऊ नथप्ने किन लजाइ भने सर गुन्जन कस्तो हुन्छ नथप्ने अगायो भने यदि सानो थालमा नलजाउ त कस्तो भयो त पिकनिक भन्दै त एकदम दामी यहाँ अघिदेखि 2 प्लेट खाएर यता बसिरहेको छन् साथीहरूलाई पर्खेर 2 प्लेट कति प्लेट खायो कान्छी यता हेर न यता यिनीहरू खाइरहेछन् मस्त ओइ कान्छी नथप्ने खाइसक्यो अर्को प्लेट कसको खाइसक्यो